So hello guys, welcome to my second vlog. Good morning सबैलाई. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु. अहिले चाहिँ म यता रोडतिर आइरहेको छु. यहाँ चाहिँ गाडीहरू हिँडिरहेको छ. अहिले यहाँ बिहानको कति 7-8 बजे छ. अहिले चाहिँ घाम लागिरहेछ हैन गाइस. यहाँ गाडीहरू चाहिँ तल गइरहेछन्. सबै गाडीहरू अनि म चाहिँ यहाँ रोड जाँदैछु अनि अहिले चाहिँ घाम लागिरहेछ उता यहाँ चाहिँ अनि लास्टै ढुटो छ ढुटोहरू चाहिँ लास्टै हैन यहाँ हेर्नुस् मेरो घर जाने बाटो चाहिँ माथि छ यहाँ चाहिँ तल रोडतिर हो अनि अहिले चाहिँ ढुटो बिहान छ म चाहिँ अहिले धारातिर आएको हुँ धारातिर अलि यसो बाहिरतिर जाम भनेर आउँ अहिले चाहिँ ढुटो छ रुगा लाग्छ गाइज अलि सक्दै छैन भनौँ हेर्नुस् मेरो गाउँ यहाँ चाहिँ घरहरू छैनन् मैले अस्ति देखाएको पुलहरू यहाँ अरु छन् यहाँ धारा चाहिँ बनेको छ एउटा दुईटा तर यहाँ हेर्नुस् गाइज नेपालमा पानीको काठमाडौँमा चाहिँ यस्तो पानीको अभाव छ किनेर खानुपर्छ भनेपछि यहाँ हेर्नुस् गाइज आफ्नै गाउँमा यस्तो पानीहरू चाहिँ प्रशस्त पाइन्छ गाइज तपाईलाई म देखाउँछु एकछिन है त यहाँ हेर्नुस् तल माथि यस्तो पानी चाहिँ धेरै भएर यहाँ चाहिँ एउटा धारा चाहिँ यस्तो लगाएको छ हेर्नुस् पछाडी हेर्नुस् गाइस कति पानी लगाएको छ पाइपहरू चाहिँ धेरै लगाएको छन् तर यहाँ पानी चाहिँ चुइने भएको छ अहिले चाहिँ यहाँ यत्रो आमको रुख छ यता गाउँमा चाहिँ फलहरू भएको बेला चाहिँ खानलाई मजै आउँछ गाइस हेर्नुस् मैले तपाईलाई अस्ति देखाएको पुल अनि पहिरो त्यस्तो छ हेर्नुस् गयो यहाँ चाहिँ रोड मेन रोड हो हाम्रो गाउँको चाहिँ अनि माथितिर जंगल छ हेर्नुस् माथितिर जंगल छ यहाँ चाहिँ बाघ भालुहरू भन्ने चीज के आउँदैनन् सेफ छ ओन्ली बाँदरहरू चाहिँ धेरै गाइज लगाएको चीजहरू चाहिँ खानै पाइदैन भनौं अलि यहाँ चाहिँ अहिले गाडी आछ आइस चाहिँ गयो गाइज अहिले म रोडतिर यसो आएको छु म तपाईलाई गाइज हेर्नुस् मेरो गाउँको मौरीको घरहरू चाहिँ देखाउँछु एकैछिनमा बसहरू नि आइराछन् बसहरू चाहिँ आइराछन् ढुटो उठाएर आउँछन् गाइस यहाँ चाहिँ एउटा हात चाहिँ थाकिहाल्यो मोबाइल थाम्दै अर्को हात चाहिँ चेन्ज गरेको अस्ति पनि पहिरो गएको छ गाइस तल अब 9 बजे चाहिँ स्कुल जानुपर्छ मैले चाहिँ नास्ता पनि खाएको छैन अहिले अब सिधै खाना खाएर स्कुल जाने हो अनि त्यही 4 बजे आउनुपर्छ गाइस अब बोरिङ लाग्छ पढ्नलाई चाहिँ त्यही भएर स्कुल जान पनि झ्याउ छ सबैले साथीहरु मलाई चाहिँ यहाँ सब्स्क्राइब गरेर भिडियोलाई मन पराए लाइक गरेर र के कस्तो भएको छ कमेन्ट गरेर साथ दिदिनु होला म चाहिँ
अलि मलाई चाहिँ सपोर्ट गरेर यहाँ ठुलो स्थानमा पुर्याइदिनु हुन अनुरोध गर्दछु। यहाँ हेर्नुहोस् गाइस, यस्तो प्रदूषण गरेको छ यहाँ चाहिँ। खाने, यहाँ फाल्ने, आगो लगाउने, आगो लाग्यो भने चाहिँ गाइस यहाँ धेरै चराचुरुङ्गीहरू मर्छन् नि त। त्यही भएर म चाहिँ गाइस तपाईलाई त्यहाँ गुफा पनि देखाउने छु। हेर्नुहोस्, वहाँ गुफा छ। अझ फेरि अर्को बस आइरहेछ अनि अर्को बस पनि आइरहेछ। यहाँबाट चराचुरुङ्गीहरू पनि बासिरहेछन्। अहिले चाहिँ 9 बज्न आँट्यो। अब चाहिँ हाम्रो गाउँमा त खेतीपातीको मौसम चलिरहेछ। अनि भन्दाखेरि चाहिँ बस चाहिँ आयो। अनि हेर्नुहोस् गाइस, रिभर साइड अर्को जिप पनि आइरहेछ। गाडीहरू चाहिँ बिहान र बेलुका चाहिँ धेरै आउँछन् गाइस। अहिले चाहिँ अब के भन्नु, यो चाहिँ मेरो पहिलोतिर हुनाले मेरो चाहिँ मलाई चाहिँ गाइस अलि बोल्न चाहिँ आउँदैन, केही पनि बोलिरहेको छु गाइस होइन। रुगा पनि त्यस्तै लागिरहेछ गाइस। म चाहिँ तपाईलाई घर देखाउनु भन्दा पहिला चाहिँ यो गुफा चाहिँ देखाउन गइरहेको छु। हेर्नुहोस् गाइस, गुफा यत्रो ठुलो छ गाइस। हेर्नुहोस् न, हेर्नुहोस्। माथि जानु पर्यो कि के हो? फेरि गाडी आयो गाइस। यहाँ चाहिँ एकछिन गाडीलाई जान दिउँ अनि त्यहाँ चाहिँ जानुपर्छ। यस्तो पेटीहरू चाहिँ लगाछन्, तर यहाँ लोट्यो भने चाहिँ गाइस है यहाँबाट सिधा हेर्नुहोस् खतम। बाइकहरू गाडीहरू चाहिँ आइरहेछन् भनौँ। गयो गाइस। म चाहिँ अहिले चाहिँ यहाँबाट हेर्नुहोस् गाइस, गुफामा जाने कोसिस गर्छु है त। सकिन्छ कि नै हेरौँ। एउटा हातमा मोबाइल भएकाले अप्ठ्यारो भयो गाइस होइन। यहाँ हेर्नुहोस्, यस्तो डरलाग्दो छ गाइस यहाँ चाहिँ एकदम। म चाहिँ एक्लै छु, बिहानै हो यहाँ। हेर्नुहोस्, यहाँ चाहिँ म अहिले माथितिर आएँ। हेर्नुहोस् यहाँबाट अब चाहिँ होइन गाइस, यहाँ चाहिँ पहिला चमेरोहरू चाहिँ आउँथे। चमेरोहरू चाहिँ यहाँ भयो भने चाहिँ काट्छन् गाइस। अनि रेबिज लाग्छ चमेरोहरूले काट्यो भने। अहिले चाहिँ यहाँबाट पर्छ गाइस। अब चाहिँ म तपाईलाई मेरो गाउँको मौरीको घरहरू चाहिँ देखाउन गइरहेको छु। हेर्नुहोस् मौरी। अब एकछिन चाहिँ मौरीहरू चाहिँ आएको छैनन्। मौरीहरू आएपछि चाहिँ यहाँ हेर्नुहोस् चिउराको रुख छ। चिउराको रुखबाट मह जम्मा गरेर हाम्रो घरमा चाहिँ राख्छन्। अनि हामीले त्यो मौरीको महलाई काटेर चाहिँ शुद्ध गरेर खानुपर्छ। यहाँ हेर्नुहोस् गाइस, यहाँ पनि त्यति नै अप्ठ्यारो बाटो छ। अप्ठ्यारो यहाँबाट तल चाहिँ गाइस होइन। हेर्नुहोस् घरहरू यहाँ राखेका छन्, तर चाहिँ यहाँ मौरीहरू आयो भने चाहिँ पछि घर लग्नुपर्छ। यो चाहिँ यहाँबाट यसो मौरीहरू बाहिर आउने हुन्छ।
यहाँबाट चाहिँ मौरीहरू हेर्नुपर्छ। यहाँ ढाक्कन हो यो चाहिँ गाडेर। यो चाहिँ मेरो घर यो वाला हेर्नुहोस् गाइज। यहाँ पनि लास्टै अप्ठ्यारो ठाउँ। लास्टै गाइज हेर्नुहोस् कम त अप्ठ्यारो बाटो छ। अप्ठ्यारो बाटो छ गाइज होइन। यहाँ चाहिँ यहाँ हेर्नुहोस् तलबाट अहिले चाहिँ यस्तो हेर्नुहोस्। अहिले चाहिँ म चाहिँ तल जाने चाहिँ कोसिस गर्दैछु गाइज। यहाँ हेर्नुहोस् फेरि गाडीहरू चाहिँ आइरहेछन्। यहाँ हेर्नुहोस् अब चाहिँ गाइज होइन म चाहिँ तल गएर चाहिँ तल जाने कोसिस गर्दैछु। अप्ठ्यारो छ गाइज बाटो चाहिँ एकदम भनौँ न। यहाँबाट झऱ्यो भने चाहिँ सिधै हस्पिटल। ल साथीहरू आजको लागि चाहिँ यति नै। र भिडियो मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरेर साथ दिनु होला र मेरो यो युट्युब च्यानललाई ग्रोइङ गराइदिनु होला भन्दै म चाहिँ अब घरतिर जानेछु। अब हेर्नुहोस् गाइज हाम्रो गाउँको मौसम त यस्तै छ। तर मलाई चाहिँ साथ दिनु होला भन्ने आशा राखेको छु। हेर्नुहोस् यो मलाई सब्सक्राइब गरेर भिडियोमा कमेन्ट गरेर के कस्तो छ भिडियोहरू अनि भिडियो मन परेमा चाहिँ लाइक गरिदिनु होला। म चाहिँ भ्लग चाहिँ डेली जारी नै राख्नेछु भन्दै यहाँ बाई बाई गाइज। सपोर्ट गरिदिनु होला, भिडियो मन परे लाइक गरिदिनु होला। ओके बाई बाई।